सानो अनि सुन्दर हिमाली राज्य हाम्रो सिक्किममा राजतन्त्र हटाएर प्रजातन्त्र ल्याएको पनि करिब 5 दशक पुगेको छ। तर कहिलेकाहीँ यहाँनिर घर भत्काउँदा, गाडी फुटाउँदा, मान्छे कुट्दा प्रजातन्त्रको हत्या गरेर राजतन्त्र फर्काइल्याएकी जस्तो लाग्न थालिसकेको छ। हुनसक्छ राजतन्त्रमा पनि यति साह्रो भएन होला, तर अहिले घरि यहाँ भइरहेको छ। सम्पूर्ण दर्शक महानुभावहरुमा उच्च अभिवादन। हिजो मात्र हो गत 13 अक्टोबरको दिन सिटिजन एक्सन पार्टीका अध्यक्ष साथै उनका समर्थकहरू पूर्व सिक्किमको रिनक निर्वाचन क्षेत्र भएर 20 छुचाचेन निर्वाचन क्षेत्रमा कुनै कार्यक्रममा भाग लिन गइरहेको समय एसकेएम पार्टीले आधा बीचमै रोकेर गणेश राई मुर्दाबाद, गणेश राई गो ब्याक, बम बम बोले जय गोलेको नाराबाजी पनि भयो। अनि त्यसपछि रिनक ठानामा एक आपसमा उजुरी हालहाल पनि भयो। अब भोलिको दिनमा न्यायालय धाउनु पर्दा कसले दुःख पाउँछ? कसले दुःख पाउला त? उक्साउनेले भने मरे काटे दुःख पाउँदैन, उक्साई माग्नेले दुःख पाउँछ। यो कुरा सत्य छ कि कसैलाई सिटिजन एक्सन पार्टीकै कयौं समर्थकले एसडीएफ पार्टीको नीति र सिद्धान्त मन नपराउला, त कयौं क्याप पार्टीकै समर्थकले एसकेएम पार्टीको नीति र सिद्धान्त मन नपराउला। यसै गरी एसकेएम पार्टीका समर्थकहरूले गणेश राई सिटिजन एक्सन पार्टीको नीति र सिद्धान्त मन पराएन। तर भोलिको दिनमा मलामी नपाउने गरी यसरी घर भत्काउनु, तोडफोड गरेर यो बदमाशी गर्नाले हाम्रो राज्यदेखिको बाहिर अन्य राज्यमा कस्तो सन्देश पुग्ला त? र यो घर तोडफोड गर्नु, कुटपिट गर्नु, मारपिट गर्नु, यसलाई राजनीति पनि भनिँदैन। र यो तोडफोड कुटपिट गर्ने प्रथा अहिलेदेखिको पनि होइन। जब एसकेएम पार्टी विपक्षी रूपमा खडा हुँदाखेरि एसडीएफ पार्टीले पनि दुःख दिएकै हो। घर भत्काकै हो, गाडी तोडफोड गरेको हो, मान्छे कुटेकै हो, जेल हालेकै हो। अझै 1999 लाई फर्की हेर्दाखेरि रिनक बजारमा त झन् साह्रो गाडी फुटाई तोडफोड गरी एउटा निर्दोष पशु गाईको थनौरो समेत पनि यहाँ काटिदिएकै हो। र यसै गरेर एसडीएफ पार्टीलाई पनि सिक्किम संग्राम परिषद पार्टीले अन्याय नगरेको होइन। तोडफोड गुण्डागर्दी गरेकै हो, भाकै हो, अझ नजरबन्दी पनि गरेकै हो। त्यसै गरेर सिक्किम संग्राम परिषद पार्टीका अध्यक्ष स्वर्गवास नरबहादुर भण्डारीलाई त झन् सीआरपी लगाई पिटेर पनि बोरामा हालेर मारेर फ्याँकेको यो कुरा सर्वविदित छ। अझ यही कुरालाई ज्ञान लिनु हो भने वरिष्ठ नागरिकहरूसँग हामीले राम्ररी ज्ञान लिन सक्छौं। र हामीले यसरी यो पुरानै प्रथा तोडफोडलाई फर्काइ ल्याउनु हुँदैन भन्ने मेरो सुझाव हो। यदि हामीले यही पुरानै प्रथा तोडफोड गर्ने चलनलाई पालन गर्यौं भने सिक्किमको भविष्य राम्रो छैन, राम्रो हुँदैन। र यसै गरेर तोडफोड गर्नु राम्रो पनि होइन। यदि यसरी गाडी भत्काउँदा, मान्छे कुट्दा, जेल हाल्दा खेरि हामीले नचाहँदै गुमाई पठाएको नेपाली सिट भोलिको दिनमा सिक्किम विधानसभामा फर्किआउँछ भने अलग कुरा हो। के साँच्चै यो तोडफोड गर्दाखेरि लिम्बू तामाङको सिटको व्यवस्था भएको छ? यो तोडफोड गर्दा के साँच्चै नै भोलिको दिनमा सिक्किम विधानसभामा सिट आरक्षण हुन्छ त? यदि हुँदैन भनेदेखिको यो पुरानो प्रथा तोडफोड गर्ने यो चलनलाई हामीले अपनाउनु हुँदैन।
त्यही नुन खाएर त्यही मानिसहरू जुनमा पुगिसकेको छ। तर आज हामी यही तोडफोडमा पछि लाग्यौँ भने हाम्रो सिक्किमको भविष्य राम्रो छैन। नेताहरू हुन्, भोलिको दिनमा नेताहरूको माथि चुच्चो मिलेकै हुन्छ, राजनीति रोटी उनीहरूले सेकेकै हुन्छ। आखिर थाङ्नामा सुत्ने लडाइँ माग्ने को हुन्छ? यो सिक्किमेली सिधा सौदा जनता नै हुन्छ।